नमस्कार साथीहरू, आज तपाईहरुलाई एक्ले डाँडा भ्यू पोइन्टमा हामी लिएर जाँदैछौँ। एक्ले डाँडा भ्यू पोइन्टमा तपाई देख्न सक्नुहुन्छ एकदम चिलहरु उडेर एकदम आनन्द इन्जोय गरेका छन्। यहाँबाट परसम्म एकदम राम्रो चाहिँ प्राकृतिक हरियाली छटा देखिएको छ। लुकेको सेती नदी पनि यहाँ स्पष्ट देख्न सकिन्छ। यो एकदम रमणीय मनमोहक ठाउँ हो। असाध्यै हिमाल खुलेको बेला, आकाश खुलेको बेलामा यहाँ जाँदाखेरि भिन्दै खालको अनुभव हुन्छ। शिरशिर चल्ने बताससँगै यहाँ चाहिँ बहिरहेका जनावरहरू, चिल, अरु विभिन्न खालका चाहिँ चराहरू खेलेको गुन्जायमान चाहिँ आवाजहरू पनि हामी सुन्न सक्छौं। तपाई देख्नु भएको छ यहाँ यो साखर हो। साखरमा धान हरियाली फुलेको छ। यो चाहिँ कार्तिकको महिना हो र यो साखरमा सँगसँगै त्यो मोटरेबल पुल पनि तपाई देख्न सक्नुहुन्छ। यहाँ चाहिँ चित्रा उड्यो देख्नुभयो भर्खरै। यी विभिन्न खालका वन्यजन्तुहरूको पनि आकर्षण त्यहाँ छ, हामी भेट्न देख्न सक्छौं। र यो तल्लो बेल्ट चाहिँ तपाई देख्न सक्नुहुन्छ। यो एकदम रमणीय दृश्य दुलेगौंडा बजार उत पृष्ठभूमिमा देखिराखेको छ र यो कबासे पनि कति मजासँग देखिएको छ। तपाईहरुको घर पनि यहाँ हुन सक्छ। ल हेर्नुस् कस्तो मजासँग यो माथिल्लो बेल्ट देखिएको छ। यो तल्लो गाछेबानी हो। यो तल्लो चाहिँ नि सररर गाछेबानी चाहिँ देखिएको छ। तपाईले त्यो ठाउँमा गएर यो रमाइलो खालको सीन हेर्न सक्नुहुन्छ। आनन्द सबैको घर देखिने, भित्रभित्रै देखिने जस्तो खालको। हामी यो क्रसर उद्योग पनि देख्यौं। यो हलेदे हो। यो कञ्चन नदीलाई चाहिँ नि माछालाई पनि सास फेर्न नमिल्ने गरेर उत्खनन भएको पनि हामी देख्छौं। र यो हेलमेट डाँडा तपाई देख्न सक्नु भएको छ। कास्कीको हेलमेट डाँडा हो। र यो फेरि हामी कवासेको बेल्टमा चाहिँ आयौं। यो चाहिँ नि बेलचौत्रासम्मै देख्न सकिने रहेछ। यहाँ चाहिँ नि यो फरक खालको अनुभूति गर्नका लागि तपाई आउन सक्नुहुन्छ। र यो पृष्ठभूमिमा अहिले देख्नु भएको छ श्री मुक्तिनाथ च्यामन्दाम मन्दिर चाहिँ नि यो परिसर हरियाली एकदम रमणीय स्थल देखिएको छ। यसका लागि चाहिँ नि तपाई त्यो ठाउँमा भिजिट गर्न सक्नुहुन्छ। यो एकदमै मनमोहक दृश्य तपाईहरुसँग हामी पस्किरहेका छौं। यो दृश्य हेरेर मन नलोभिने कोही पनि छैन। यति टाढाबाट यति राम्रोसँग एकदम स्पष्टसँग चाहिँ नि खुलेको बेलामा चाहिँ हामी हेर्न देख्न सक्छौं। तपाई जानु भएको छ कि छैन, नगएको भएदेखि तपाई त्यहाँ जानु होला। राम्रोसँग चाहिँ नि यो आकाश खुलेको बेलामा भिजिट गरेर आनन्द लिनु होला। र हाम्रो भिडियोलाई हेरेर तपाईहरुले साथ दिनुभयो, त्यसका लागि धेरै धन्यवाद भन्न चाहन्छौं। Thank you.